Emil Academy International, a co-educational institutional secondary school located at Om Shanti Chowk, Shantinagar, New Baneswar, Kathmandu. ISO 9001 2015 certified school. English medium secondary school, earthquake resistant, modern and student friendly building. CCTV surveillance classroom and school premises. Balanced curriculum which fulfills the requirements of national curriculum. Wide variety of co and extracurricular activities. Dance classes, handwriting trainings, art and craft classes, language seminar, educational exhibition, science exhibition, preschool exhibition, theme-based teaching and play-way method, yoga and meditation, digital and multimedia classroom, well-furnished computer lab and science lab, commitment to continuous improvement for needy students, participatory research and project-based learning, regular student counseling, professional, well-trained, passionate, qualified and motivated teachers, safe and inclusive environment, focus on critical thinking, problem solving and creativity, active parents and community involvement, teaching values such as responsibility, respect and integrity, programs promoting leadership, ethics and empathy, access to modern learning tools, books and technology, adapted teaching methods to different learning styles. Visit us. Emil Academy International, Shantinagar, Om Shanti Chowk, New Baneswar, Kathmandu, Nepal. Website www.emilacademy.edu.np. Phone number 01 462 0623 462 2184 462 0725. Be a light. हो अगाडिको श्रव्य दृश्यमा भने जस्तै एमिल एकाडेमी इन्टरनेशनल स्कुल नेपालको शैक्षिक क्षेत्रमा निकै ठुलो योगदान पुर्याएको एक प्रतिष्ठित विद्यालय हो। 2053 सालमा काठमाडौँ महानगरपालिका वडा नम्बर 31 शान्तिनगर बानेश्वर क्याम्पसको छेउमा स्थापना भएको यो एमिल एकाडेमी इन्टरनेशनल विद्यालय 2074 सालमा ओम शान्ति चोकमा अत्याधुनिक भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरी स्थानान्तरण भएको हो। व्यावहारिक र प्रयोगात्मक शिक्षालाई जोड दिएको यस विद्यालयमा आधुनिक समयको माग, विद्यार्थीको चाहना र अभिभावकको इच्छा अनुसार आधुनिक प्रविधि मल्टिमिडियाको प्रयोग गरी शिक्षण सिकाइ गरिन्छ। तालिम प्राप्त तथा दक्ष शिक्षक शिक्षिकाहरूद्वारा बाल मैत्री कक्षामा शिक्षण सिकाइ गरिनु एमिल एकाडेमी इन्टरनेशनलको विशेषता रहेको छ। विद्यार्थीको सुरक्षाका लागि विद्यालय परिसरमा तथा प्रत्येक कक्षामा अडियो सहितको सीसी क्यामेरा जडान गरिएको छ भने विद्यार्थीहरूलाई ई-एटेन्डेन्स र त्यसको सूचना मोबाइल मार्फत अभिभावकसम्म पुर्याउने व्यवस्था गरिएको छ। विद्यार्थीहरूलाई परियोजना कार्य, फिल्ड भिजिट, शैक्षिक भ्रमण, वनभोज लगायत क्रियाकलाप गराएर सामूहिक कार्यमा समावेश गरिन्छ। कक्षा कार्य र गृह कार्यलाई व्यवस्थित बनाइएको छ। बिहानको प्रार्थनामा विद्यार्थीहरूलाई कक्षागत रूपमा अवसर प्रदान गरिएको छ भने विद्यार्थीहरूको व्यक्तिगत तथा सामाजिक विकास र नेतृत्व क्षमता बढाउन हरेक दिन प्रार्थना पश्चात कक्षामा सेयरिङको व्यवस्था गरिएको छ। बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राखी कक्षाकोठा बाहिर जुत्ता र्याकको व्यवस्था गरिएको छ। सफा र ताजा खानेकुरा खानको लागि स्वच्छ र सफा विद्यालय क्यान्टिनको व्यवस्था गरिएको छ। विद्यार्थीहरूको नृत्यप्रतिको रुचिलाई ध्यानमा राखी नृत्य सङ्गीतको कक्षा व्यवस्था गरिएको छ। खेलकुद र मनोरञ्जनलाई उचित समय छुट्याइएको छ। स्वच्छ र सुरक्षित वातावरणमा अध्ययन अध्यापन गराइने यस विद्यालयमा सम्पूर्ण शिक्षक कर्मचारीहरूले विद्यार्थीहरूको सुन्दर भविष्यको लागि निकै सतर्कता अपनाउनु भएको छ। 2063 सालमा 9 जनाबाट एसएलसी दिन थालेको यस विद्यालयले अहिलेसम्म 19वटा एसईई ब्याचमा हरेक साल विशिष्ट नतिजा सहित उपत्यकामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ। 2081 सालको एसईईमा 22 जना सहभागी मध्ये 6 जनाले 4 जीपीए र अन्य विद्यार्थीहरूले A+ र A नतिजा प्राप्त गर्न सफल भएका थिए। 2063 सालदेखि हालसम्म झन्डै 350 जना विद्यार्थीहरूले एसईई पास आउट गरेका छन्।
45 जना शिक्षक शिक्षिका तथा कर्मचारीहरू रहेको यस एमिल एकाडेमी इन्टरनेसनल विद्यालयको आशा भरोसा र मार्गदर्शक अभिभावक नै भएको निष्कर्ष गरी समय समयमा अभिभावकहरूसँग परामर्श र सल्लाह लिने गरिएको छ। विद्यालयको नतिजाप्रति विद्यालयका संस्थापक, विद्यार्थी र अभिभावकहरूले विभिन्न प्रतिक्रिया पनि जनाउनु भएको छ। नमस्कार, मलाई चाहिँ एकदमै राम्रो लागेको छ किनकि इमेल स्कुल चाहिँ मैले मेरो नानीलाई नर्सरीदेखि पिजीदेखि नै भनौँ न होइन, पिजीदेखि नै हालेको मेरो नानीलाई। अनि मलाई चाहिँ राम्रो लाग्यो अनि अलिक सेफ लागेर नै मेरो नानी मैले निकालिनँ। अनि मैले चाहिँ दुःख सुख जे जस्तो भए पनि इमेलमै राखेँ अनि अहिले एकदमै राम्रो प्रगति गरेको छ। धेरै खुसी छु। त कुरै नगरौँ सर, म त यति धेरै त्यो सरहरूले गर्नुभएको त्यो मेहनत अनि जुन सुनिता म्याम हुन्छ अनि सुनिता म्यामले पनि सुनिता म्याम पनि धेरै ठुलो हात छ। अनि नानी एकदमै रिसाएर आउँथ्यो अनि खानाहरू कहिले नखाइरहेको थियो हिँड्दाखेरि मैले फोन गर्थेँ म्यामलाई। अनि म्यामले चाहिँ उहाँको खाजाहरू खुवाएर होइन, उहाँले खानुपर्ने खाजा उहाँले खुवाएर माया गरेर अनि उहाँले नि अनि उहाँको पनि हात छ, म्यामहरूको पनि अनि सरहरूको सबैको यहाँनिर चाहिँ ठुलो हात छ। धेरै खुसी एकदमै खुसी। मैले नसोचेको कुरा यो त खोजिबे त A+ ल्याउँछ होला भनेर सोचेको थिएँ। अरूले खोजिनेलाई एकदमै खुसी लागिरहेको छ। योभन्दा ठुलो कुरा त केही पनि हुन सक्दैन। ठुलो कुरा उनीहरूको पारगति हो, तर उनीहरूले अब खोजिबे ल्यायो भन्दैमा यतिकै अब भएन होइन, अब अझै अगाडि बढ्नुपर्ने कुराहरू छ धेरै। हामी सबभन्दा पहिला त एमिल एकाडेमीप्रति हार्दिक आभारी छौँ। सम्पूर्ण जिम्मेवारी एउटा शैक्षिक जिम्मेवारी मात्र नभइकन एउटा सम्पूर्ण अभिभावकको रोल पनि यो रोल पनि प्ले गरेको छ। र यो छोरीले त मेहनत गर्यो होला आफ्नो ठाउँमा छ, तर जुन रोल स्कुलले प्ले गरिदिएको छ, जुन भूमिका स्कुलले निभाइदिएको छ, साँच्चीकै भन्दा मैले अहिले भित्र मनबाट भन्नुपर्दाखेरि एकदम अतुलनीय छ। र यो मैले होप गरेको भन्दा धेरै ठुलो रोल प्ले गरेकोमा म एमिल एकाडेमीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। खुसी छु, धेरै राम्रो लाग्छ। अब 3-3टा बच्चा है पढाएर निकालियो अनि योभन्दा धेरै राम्रो, अरूभन्दा स्कुल सबैभन्दा राम्रो हाम्रो यो इमेल स्कुल। नतिजा हेर्दाखेरि म यो पहिला त रिलेसन यो उसँग त्यति थाहा थिएन इन्फर्मेसन होइन, तर अहिले यो नतिजा आउँदाखेरि एकदमै खुसी लागेको छ। एकदमै पोजिटिभ छ अहिले होइन, अहिले राम्रो स्कुल पढाएको छु भन्ने मलाई लागेको छ। धन्यवाद। मेरो अगाडि 4 GPA ल्याउन सफल एकदमै मेहनती विद्यार्थी याकुब खत्री हुनुहुन्छ। 2081 सालको SE परीक्षामा एमिल एकाडेमी इन्टरनेसनल स्कुलबाट र सँगै साथमा याकुब खत्रीको मम्मी हुनुहुन्छ अभिभावक। यहाँलाई कस्तो लागिरहेछ आफ्नो छोराले एमिल एकाडेमीमा पढेर 4 GPA ल्याउँदा? धेरै खुसी लाग्छ सर, हजुरहरूको मेहनत अनि बाबुको पनि मेहनत अनि यसरी 4 GPA ल्याउँदा धेरै खुसी लागेको छ। एमिल एकाडेमी परिवारलाई चाहिँ म धेरै धन्यवाद भन्न चाहन्छु। अनि यति धेरै मेहनतको साथ अनि मेरो बाबुले चाहिँ 4 GPA ल्याउन सफल भएको छ, एकदमै खुसी लागेको छ। मैले चाहिँ 2081 सालमा SEमा 4 GPA ल्याउन सफल भएको छु। अनि यसमा चाहिँ विशेष गरी हाम्रो शिक्षकहरूको नि हात रहेको छ। यहाँको यो हाम्रो एमिल स्कुलको इन्भाइरोमेन्ट पनि निकै राम्रो छ। यहाँको क्लासरुमहरू राम्रो छ, टिचरहरूसँग इन्टरेक्सन राम्रो हुन्छ, विद्यार्थी र टिचरको कोअर्डिनेसन राम्रो हुन्छ। अनि यहाँ ECA एक्टिभिटिजहरू पनि हुन्छ। अनि यहाँ विशेष गरी पढाइमा पनि फोकस गरिन्छ। घोकेर भन्दा पनि बुझेर पढ्न प्रेरणा गरिन्छ। त्यसैले यदि कोही चाहनुहुन्छ आफ्नो छोराछोरीको भविष्य उज्जवल बनाउन चाहनुहुन्छ भने पक्कै पनि यो स्कुलमा भर्ना हुनुहोला। धन्यवाद। नमस्ते, म रितिका राई। म यस 2081 सालमा 4 GPA ल्याउन सफल भएकी छु। 4 GPA ल्याउनुको रिजन चाहिँ म मेरो स्कुल एमिल एकाडेमी इन्टरनेसनललाई दिन्छु, किनभने यस एमिल एकाडेमी इन्टरनेसनल स्कुलमा चाहिँ एकदम प्रोफेसनल शिक्षकहरू हुनुहुन्छ अनि यहाँको इन्भाइरोमेन्ट पनि एकदमै राम्रो छ। यसै कारणले म GPA 4 उत्तीर्ण हुन सफल भएकी छु। यहाँका शिक्षकहरूले पनि एकदमै प्रेरित गर्नुहुन्छ। एमिल एकाडेमीको शिक्षक, यहाँको इन्भाइरोमेन्ट, यहाँको ICT टेक्नोलोजी सुविधाहरू लिएर एकदमै खुसी छु। यही कारणले चाहिँ म यो 4 GPA ल्याउन सफल भएकी छु। त्यसैले म भन्छु यस्तै GPA ल्याउन चाहनुहुन्छ भने यही स्कुलमा भर्ना हुनुहोस्, अहिले नै आउनुहोस्। नमस्ते, मेरो नाम चाहिँ म्युजिना जोशी। म यस विद्यालयमा 4 GPA ल्याउन सफल भएकी छु।
यस विद्यालयको पढाइबाट म धेरै सन्तुष्ट छु। हेलो एभ्रिवान, म आशा श्रेष्ठ। म यस विद्यालय एमएल एकाडेमी इन्टरनेसनलबाट 4 GPA ल्याउन सफल भएकी छु। म यो बच्चैदेखि पढेको स्कुलमा म असाध्यै खुसी छु र सन्तुष्टि छु। मलाई यो विद्यालय असाध्यै मनपर्छ। यहाँ भएका शिक्षकहरूले हामीलाई अति नै प्रोत्साहन गर्नुहुन्छ र हौसला प्रदान गर्नुहुन्छ। यसरी नै अरू पनि हाम्रो एमएल एकाडेमी इन्टरनेसनलमा आउनु हुन अनुरोध गर्दछु। यदि तपाईँहरू एकचोटि आउनुभयो भने हाम्रो स्कुलबाट फर्केर जानु हुँदैन, म यो ग्यारेन्टी दिन्छु। हाम्रो स्कुलमा असाध्यै वातावरण मैत्री शिक्षाहरू प्रदान गरिन्छ। त्यसैले सबै आउनु होला अनि 4 GPA ल्याउनु होला। धन्यवाद। यो स्कुलबाट मैले 4 GPA ल्याउन सफल भएकी छु र यो स्कुलमा हाम्रो पढाइको वातावरण धेरै राम्रो छ। तपाईँलाई 4 GPA चाहिन्छ भने तपाईँको एसटीमा तपाईँ यो स्कुल आउनुहोला। र यता हाम्रो टिचरहरू पनि लास्टै फ्रेन्डली हुनुहुन्छ र उनीहरूले तपाईँलाई जुनसुकै क्वेसन नआउँदाखेरि पनि सानो सानो क्वेसनहरू पनि राम्ररी सिकाइदिनुहुन्छ। नमस्ते, मेरो नाम क्रिस राजगिरी हो। मैले यो एसई 2081 सालमा 4 GPA ल्याएर एमएल एकाडेमी इन्टरनेसनलबाट पास आउट भएको छु। एमएल एकाडेमी इन्टरनेसनलमा साह्रै राम्रो वातावरणमा पढाइ हुन्छ र मेरो 4 GPA आउनुको कारण मेरो विद्यालयको शिक्षक र शिक्षिका नै हो। यहाँ विभिन्न अतिरिक्त क्रियाकलापहरू पनि गराइन्छ। एउटा त खुसी हुने स्वाभाविकै भइगयो होइन। हामी लामो रेसमा थियौँ कि वास्तवमा यसको यो परिणाम यो आजको भोलि आएको परिणाम होइन। यो हामीले हाम्रो हिजोदेखि हाम्रो मेहनतलाई अहिले एउटा साकार रूप लिएको मात्रै हो भन्ने मलाई लाग्छ। र मैले सुनेअनुसार अब GPA धेरै सङ्ख्याको हिसाबले धेरै अरू स्कुलले पनि धेरै लिएका देखिन्छन्, तर 22 जना विद्यार्थीमा 6 जनाले GPA 4 ल्याउनु भनेको मलाई लाग्छ उपत्यकामा अरू स्कुल छैन। यसमा चाहिँ शिक्षकहरूको मेहनत नै सबैभन्दा ठुलो कुरा हो। हामीले त्यो खालको स्कुलको वातावरण पनि त्यो खालले बनाएका छौँ। हामी हल्ला अलि बढी कम र आन्तरिक रूपमा अलि बढी धेरै मेहनत गरेर यो अहिलेको स्थिति आएको हो भन्ने मलाई लाग्छ। पहिलो कुरा त यो स्कुल प्रशासन भनेको एउटा सामाजिक क्षेत्र पनि हो, एउटा यसले चाहिँ नि सोसल जस्टिसको काम पनि गर्छ। यो मूल कुरा भने त्यो तीनवटा पक्ष यसमा चाहिँ नि महत्त्वपूर्ण हुन्छ। पहिलो कुरा चाहिँ नि शिक्षकहरू, त्यसपछि शिक्षकले पढाउने विद्यार्थीहरू, अर्को व्यवस्थापन, तीनवटा पक्षको समन्वय नभइकन यो सम्भव हुँदैन। अहिले हेर्ने भनेदेखि हाम्रो स्कुलको रिजल्ट जुन जति % आएको छ उपत्यकामा काठमाडौँ भ्यालीमै चाहिँ नि हामीले परीक्षा दिएका विद्यार्थीहरूलाई र अन्यत्रको परीक्षा दिएको विद्यार्थी तुलना गर्ने भनेदेखि हामीले 28% चाहिँ नि विद्यार्थीहरू हाम्रो 4 GPA ल्याउन सफल भएको छ। त्यसो अर्थमा हेर्दाखेरि हामी प्रथम भएका छौँ स्वाभाविक विद्यार्थीको हिसाबले। बढी विद्यार्थीहरूले दिएर केही हाम्रो नम्बरभन्दा बढी नम्बर ल्याएको हुनसक्छ। त्यसको अर्थ अरू नराम्रो छन् भन्नुपर्ने खोज्छ, हामीले त्यो भन्नु पनि हुँदैन। यो चाहिँ सम्पूर्ण चाहिँ नि श्रेय चाहिँ नि यो शिक्षकहरूको पढाउने शैली, शिक्षकहरूको डिभोसन, जसले चाहिँ नि राति हाम्रो अघि विद्यार्थीहरूले पनि भनिरहेको थिए रातको 8 बजी पनि हाम्रा चाहिँ प्रिन्सिपल, भाइस प्रिन्सिपल र अरू शिक्षकहरू बसेर हामीलाई चाहिँ नि गाइड गरिरहनु भएको थियो भन्ने कुरो गर्नु। त्यसको अर्थ एउटा मूल कुरा शिक्षक हो। शिक्षक सँगसँगै डोरिने विद्यार्थीहरू पनि हो, किन शिक्षकले पढाइदिन्छ विद्यार्थीले डोरिरहनु, विद्यार्थी पनि त्यसपछि लागेन भनेदेखि त्यसको चाहिँ अनुसरण गर्नु भने त्यो हामी 4 GPA ल्याउन सक्दैन। अर्को कुरा शिक्षक विद्यार्थीहरूलाई चाहिँ डाइरेक्सन दिने एउटा सञ्चालक समिति पनि हो। यसको लागि चाहिँ यी तीनवटै चाहिँ नि यो तत्त्वको समन्वयले हामी चाहिँ नि 4 GPA ल्याउन सक्छौँ। यसको लागि चाहिँ नि हामीले गौरवान्वित हुनुपर्छ। आगामी दिनहरूमा हामी यही अवस्थामा रहन्छौँ। धन्यवाद।
honorable principal sir, vice principal sir, respected teachers,